हेलो हेलो अब चाहिँ हामी सबै जाने थियो है अब हामी यो हाम्रो दसैँ हो आज ईदको लागि विशेष हामी चाहिँ यहाँदेखि रेडी भएको आज विशेष गरी खसी हाम्रो गोसल्ला चाहिँ उहाँ है आरामको धेरै छ नि आरामको एउटा संसार हो क्या यो भित्र नै तपाईको आरामको भित्र कस्तो छ भने किलोमिटरको बाटो सबै रम्मल गाडी यहाँ ढुक्क छ यहाँ सबै साफै त हुन्छ नि हाम्रो स्कुलमा त साफ छैन अब चाहिँ हामी नलाग्दैछौँ टक्क जाने हो खसी हेर्ने हो ल्याउने हो चाहिँ नलाग्यो लगभग फाइनली खसी भएकोमा पुग्यौँ अब हामी खसी हेर्दैछौँ यहाँदेखि स्टार्ट गरेर खसी हेर्नलाई अर्को ठाउँ यहाँ पनि हेऱ्यौँ यहाँ मिलेन हेर्दैछौँ हेर्नु चाहिँ दाम काम मिलाएको मिले आज खसी किन्नु आएको हाम्रो दसैँको लागि ईदको लागि आज हाम्रो नेपाली मिलेर हेर्नुहोस् खाने छ्याप्प लगेर खाने फेरि यहाँ अर्को ठाउँ हेऱ्यौँ यहाँ पनि खसी नै हेर्दैछौँ यहाँ आयौँ यहाँ पनि हेर्दैछौँ खसी यहाँ पनि हेर्नु मिलाउनलाई यहाँ रेडी हुँदैछ खसी हेर्दैछौँ ल खसी अरे खसी त यस्तो त नहुने पर्ने यस्तो खालको खसीहरू पाइन्छ है यहाँ हेर्दैछौँ मिल्यो भने ठाडो हेर्दै हुनुहुन्छ छाम्दैछ चारोले हगाएको छ यो पनि हेर्दैछौँ पछि यहाँ हेऱ्यौँ पल्लोपट्टि यहाँ पनि यो पनि ठिक छ त यार यो राम्रो लागेन फेरि यतैपट्टि आयौँ यहाँ हेर्दैछौँ के हुन्छ त्यहाँ खसी मिलेन फेरि हामी फर्क्यौँ यतापट्टि आएको छौँ यहाँ पनि हेर्दैछौँ अब साथीहरू बस्दैछ हेर्दैछन् हावा चल्छ यहाँ खसी हेर्दैछौँ है अहिलेलाई चाहिँ फेरि हावा कुन लाने भनेर आँखामा पसेर हाम्रो चाहिँ यो हेरेको हुँदैछ है गर्मीले बाहिर निस्किनु सकिँदैन है साउदीमा वात्तै बडो गर्मी ल फाइनली हामी यहाँ किनेर अब हामी बाटोतर्फ लिएर फर्केको है अब पोलपाल गर्ने ठाउँमा कहाँनिर बनाउँछ त्यो हामी खोजेर त्यो तर्फ लाग्दैछौँ खसीलाई पनि व्यवस्था गर्नु पर्यो 11 किलोमिटर 120 को स्पिडमा अब डाउनको बाटो
यस्तो छ बाटो। पनि फेरि हाम्रो पनि गोर्सी फेरि कत्रो हावा चलेको। अब 5.5 किलोमिटर अब त्यो बनाउने खसी बनाउने तर्फ हामी दौडिँदैछौँ। सिधा जानुपर्ने तर हामी चाहिँ बनाउने खसी बनाउने घुमिरहेको छौँ र जाँदैछौँ। अब सबै हावाले धुलो उठाएर केही देखिँदैन। अब हामीले त्यहाँ पनि बनाउने ठाउँ पाएन, सरेको छ भनेर हामी चाहिँ रुममा पानी तताउनु लाएर त्यहाँ नपाएर हामीले रुममै आफै बनाउँदैछौँ। सबै हामीले चाहिँ रुममै ल्याएर बनाउँदैछौँ। तातो पानी तताउनु लायौँ, त्यसपछि सबै बनाउँदैछौँ एकजुट भएर। अब यसलाई बनाउने हो मजाले। ल अब सबै बनाइसकेर हामीले फाइनली फिल्म गरिसक्यौँ। प्रेसर हालेर रेडी पार्यौँ। अब त्यसलाई चिरफोरको लागि रेडी हुँदैछौँ टोलीहरू। चाहिँ भुटन खाने भने एक मसला पिसपास हुँदैछ, त्यो रेडी हुँदैछ। यहाँ मसला प्याज स्याज सबै रेडी पार्दैछ। यसलाई चाहिँ चट्ट भुट्ने हो, मजाले खाने हो पूजासँग। यहाँ दाइले टाउको रेडी पार्दैछन्। दाजुले चाहिँ यता टाउको त्यही त मेहनत गरेर बनाइराख्नु भएको छ। मसला पनि कुटिरहेको छ, तयार भइरहेको छ। दाइले यहाँ चाहिँ रेडी पार्दै बकरी ईदमा बाख्रे ईद मनाउने होइन। ल सुरु भयो अब। अब चाहिँ काटकुट सकेर भाग लाउनु सुरु भयो। यहाँ भाग लाउँदै हुनुहुन्छ। जम्मा 8 भाग लगाएको हो। यहाँ रेडी हुँदैछ भाग लगाउनलाई।
मटेरै गल्यो काट्दा काट्दा गल्यो अब यो चाहिँ अन्तिम भाग सुरु भयो भाग हालिसक्यो अब